ल है अब धान खेती हेर्न आउनुहोस् है। र हाम्रोतिर चाहिँ अब यसो धान पनि पाक्नु आँट्यो होइन। अब यस्तै छ हौ पहाडको धान खेती होइन। पहाडतिरको अब धान खेती हेरौँ न, यस्तो हुन्छ पहाडतिर होइन। हाम्रो त्यो डाँडा पाखा हेर्दाखेरि कस्तो रमाइलो छ भने नि। ल हेरौँ यहाँदेखि माथिसम्म अब धान रोपेको होइन। धान हेर्दै जानु। यहाँ चाहिँ अब साह्रो बाँदर आउँछ कि, अनि बाँदर यसो लकेट्नु आएको आउनु चाहिँ आज चाहिँ आएको रहेन रहेछ। यो बाँदरहरूले साह्रै दुःख दिन्छ हौ। यो यस्तो अब दालहरू रोपेको नि यस्तो आली आलीमा होइन, यिनीहरू खाएर सबै खतम बनाउँछ होइन। यो ढुकुर अनि यो बाँदरहरूदेखि चाहिँ साह्रो छ हौ। ल यहाँ खेतको आली आली हुँदै जाँदैछ होइन, झन्डै चिप्लेर लडियो पनि। अब त अलिकति पानी पनि चाहिँदैन खासै। अब हिजो अस्ति मात्र यो अक्टोबर 4 र 5 मा राति पानी परेको, झन्डै पहिरोले पनि लग्यो होइन। तर धन्न यो हाम्रो खेतलाई चाहिँ केही पनि भएन। अनि यहाँदेखि यता चाहिँ अम्लिसो रोपेको, यी सबै यो लहराले खत्तम गर्यो। नहुने रहेछ यहाँनिर। यी अम्लिसो रोपेको सबै लहराले मार्यो। वर्षैपछि गर्दा मात्र हो, यो गोड्दा मात्र हो। यहाँ चाहिँ केरा खेती पनि साह्रै राम्रो हुन्छ है। अब केरा पनि यत्तिकै फलेको छ होइन। यो केरा खेतीको लागि पनि साह्रै राम्रो क्या यो ठाउँ चाहिँ। अब यहाँदेखि माथिसम्म खिच्दाखेरि होइन, हाम्रो यस्तै छ है हाम्रो गाउँठाउँहरूको अब होइन।